ल सुरु गरौँ आजको नेप्से बजार विश्लेषण। अप्रेल 13मा बजारमा के भयो आउनुहोस् विस्तृतमा हेरौँ। आजको मुख्य हेडलाइन, बजारमा सामान्य गिरावट देखियो। नेप्से इन्डेक्स 4.18 अङ्कले तल झर्न पुग्यो र यो सानो गिरावटपछि आजको अन्तिम क्लोजिङ रह्यो 2833.60 को लेभलमा। अब यी अङ्कहरूले मात्रै त पूरा कथा भन्दैनन्, होइन र? बजारभित्र खासमा के भइरहेको थियो त्यो बुझौँ। बजारको अवस्था हेर्ने हो भने आज एकदमै रोचक देखियो। ठिक 20वटा कम्पनीको शेयर मूल्य बढ्यो अनि ठिक 20वटेको घट्यो। यो त पुरै टग अफ वार जस्तो भयो। मतलब क्रेता र विक्रेता बीच एक किसिमको बराबरीको लडाईँ चल्यो। यसले के देखाउँछ भने लगानीकर्ताहरू अहिले पर्ख र हेरको मुडमा छन्। ल अब कुरा गरौँ भोल्युमको। आज पैसाको बहाव कतातिर थियो त? इन्डेक्स थोरैले घटे पनि कारोबार रकम भने कमजोर थिएन है। आज बजारमा 8.66 अरब रुपियाँको शेयर किनेबेच भयो। यसले देखाउँछ कि बजारमा लगानीकर्ताहरूको सक्रियता अझै पनि उच्च नै छ। अब यो 8.66 अर्बको कारोबारमा सबैभन्दा धेरै चर्चा कसको भयो त? हाइड्रो पावर सेक्टरको, खास गरी नेशनल हाइड्रो पावर अर्थात् एनएचपीसीको। हेर्नुहोस् त भोल्युम 28 लाख किताभन्दा बढी। यसले प्रश्न पार्छ कि अहिले लगानीकर्ताहरूको आँखा कहाँ घडेको छ। पैसा कता गइरहेको छ त्यो त थाहा भयो। अब अलि प्राविधिक कुरा गरौँ। बजारको लागि कुन कुन लेभलहरू महत्त्वपूर्ण छन् त? यो बजारलाई एउटा युद्धभूमि जस्तै सम्झिनुहोस्। अहिले बजार 2810 देखि 2820 को लेभलमा आएर अडिएको छ। यो भयो तत्कालको फ्लोर वा सपोर्ट। तर यदि बजारले माथिको यात्रा तय गर्नु छ भने त्यसले 2850, 2860 को सिलिङ वा पहिलो बाधा तोड्नुपर्छ। यो लेभल तोड्न सक्यो भने मात्रै माथिको बाटो खुल्छ। सपोर्ट र रेसिस्टेन्सको कुरा त भयो, तर समग्रमा बजारको ट्रेन्ड कतातिर छ त? लामो समय, मझौला समय अनि छोटो समयमा बजार कस्तो देखिन्छ? आउनुहोस् त्यो पनि हेरौँ। सबैभन्दा पहिले लामो अवधिको कुरा गरौँ। मासिक चार्ट हेर्ने हो भने चिन्ता लिनुपर्ने अवस्था छैन। ट्रेन्ड अझै पनि बुलिश अर्थात् सकारात्मक नै छ। तर जब हामी अलि छोटो समय अर्थात् साप्ताहिक चार्टमा आउँछौँ, यहाँ गति अलिक कम भएको देखिन्छ। मोमेन्टम सुस्ताएको छ, त्यसैले ट्रेन्ड अहिले न्यूट्रल वा तटस्थ अवस्थामा छ। अनि अब आजको अवस्थालाई हेर्ने हो भने अर्थात् डेली चार्टमा तस्विर अझ फरक छ। यहाँ छोटो समयको लागि बजारमा बिक्रीको दबाव हावी भएको देखिन्छ। त्यसैले डेली ट्रेन्ड चाहिँ बेयरिश छ। हो, यही नै हो अहिले बजारको समयभन्दा ठूलो कथा। एकातिर लामो समयको लागि आशावादी देखिन्छ, अर्कोतिर छोटो समयको लागि दबाव छ। यही दुई कुरा बीचको द्वन्द्वले बजारलाई अहिले अलमलमा पारेको हो। त्यसो भए अब गर्ने के त? यो सबै विश्लेषणबाट के निष्कर्ष निकाल्न सकिन्छ? आउनुहोस् त्यसलाई बुझौँ। अहिले बजार एक ट्रान्जिसन फेजमा छ। मतलब एकातिर जसले पहिले किनेर नाफा कमाएका थिए उनीहरू प्रफिट बुक गर्दैछन्। अर्कोतिर यही गिरावटलाई अवसर मानेर नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश पनि गरिरहेका छन्। यो एकदमै नाजुक सन्तुलनको अवस्था हो। अब केही प्राविधिक सूचकहरूले के भन्छन् त्यो पनि हेरौँ। आरएसआईले 11वटा स्टकमा खरिद सङ्केत दिएको छ, जुन सकारात्मक कुरा हो। त्यसैगरी एमएससिडी पनि अझै शून्य रेखाभन्दा माथि नै छ, जसले समग्रमा बजार बुलिश टेरिटोरीमै रहेको देखाउँछ। यद्यपि यी सबैका बावजुद भोलि अर्थात् अप्रेल 14 को लागि चाहिँ अलि सतर्क र सजग रहनु नै राम्रो हुन्छ। अनि यसले हामीलाई आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोडिदिन्छ। अबको रणनीति के? नाफा सुरक्षित गरेर बस्ने कि यो गिरावटलाई नयाँ खरिदको अवसरको रूपमा हेर्ने? भोलिको बजारले कुन बाटो समात्ला? यो प्रश्नको उत्तर सबैले खोजिरहेका छन्।